राधे राधे। हिजोको खबरले अत्यन्तै मनलाई अत्यन्तै दुःख दिइरहेको छ हैन। हजुरहरू कहाँ रहनु भएको छ, कसरी बस्नु भएको छ, एकदम सतर्क रहनु होला। हाम्रो यो देशलाई के भएको सधैँभरि वर्षमा यो भदौ महिना त साह्रै दुःख दिने महिना आयो है। हेर्नु न, पोहोर साल पनि अब त्यो युद्ध जेनजी आन्दोलन पनि भयो, साथमा इलाममा त्यत्रो बाढी पहिरो आयो, परार साल पनि त्यस्तै काठमाडौँतिर त्यस्तै भयो, यसपालि पनि यस्तै भयो। सधैँभरि यस्तो हुने हो कि यो सरकारले थोरै यसमा ध्यान दिनुपर्ने सरकारले भएको छ। कहाँबाट आउँछ, किन आउँछ, यो थोरै बुझ्नु भने अगाडिदेखि नै हामीले मापदण्ड मिलायौँ भने त सतर्क हुन सक्न सकिन्छ नि त। सरकारले थोरै त्यो बुझिदिएको भए, चाइनासित राम्रो सम्बन्ध कुटनीति राम्रो बनाइदिएको भए त चाइनाले त फुट्नुभन्दा अगाडि त्यो चाइनाले त बाढी आएको भन्ने कुरो त उसलाई पहिलेदेखि थाहा थियो होला हैन। उसले राम्ररी भनिदिएको भए त आज यो दुःखद हुँदैन थियो। पोहोर सालकै कति बेपत्ता हुनुहुन्छ हैन, त्यत्रो भूकम्प आयो पहिले, त्यो भूकम्पमा पनि कति मान्छे अझै बेपत्ता भएको मान्छेहरू अझै भेटिएको छैन होला। अझै कति मान्छेहरूको घर व्यवहारै पुरै ध्वस्त भएर गयो। अत्यन्तै दुःख छ। सम्पूर्णलाई, सम्पूर्ण मृतक परिवारलाई हार्दिक श्रद्धाञ्जली। भगवानले वैकुण्ठमा बास होस् सम्पूर्णलाई। भगवान पशुपतिनाथले सधैँभरि हाम्रो देशलाई रक्षा गरून् भन्दै आउनुहोस् भोलिका दिन विशेष जानौँ। भोलि 12 गते परेको छ, शुक्रबार, राम्रो बार छ र साथमा भोलि जनै पूर्णिमा हैन। भोलि पूर्णिमा भनेको चाहिँ 9 बजेर 16 मिनटसम्म मात्रै छ। बिहान पख पूर्णिमा भएको कारणले गर्दा भोलि पूर्णिमा भनिन्छ। तर व्रत चाहिँ आजै हो है। हजुरहरू यदि कोही व्रत लिनुहुन्छ भने आजै लिनुपर्छ, किनभने पूर्णिमाको व्रत त कहिलेसम्म लिने त भन्दाखेरि यदि बेलुका साँझ पख पूर्णिमा तिथि लाग्छ भने त्यसलाई पूर्णिमाको व्रत मानिन्छ। किनभने चन्द्रमालाई व्रत लिनुपर्छ नि, चन्द्रमालाई अर्घ दिनुपर्छ, चन्द्रमाको व्रत हो हैन। अनि त्यस कारणले गर्दा आजै लिनुपर्छ र भोलि जनै पूर्णिमा बिहान पख छोरा मान्छेहरूले गएर नदीमा गएर नसकिन्छ भने नदीमा गएर नुहाउने अनि यसरी मनाउनुपर्छ, जनै फेर्नुपर्छ। र भोलि अन्य साहित्यहरू त्यस्तो छैन। परेवाको तिथि चाहिँ 10 बजे भन्नुहोस् 9:16 उता गर्दा हुन्छ। परेवाको तिथि जनै पूर्णिमाको भोलिको तिथि र अन्य साहित्यहरू छैन। हस्त राधे राधे।